अब यसपछि यो स्वस्थ नेपाल यो पदयात्री समूहको संयोजक हुनुहुन्छ साथ यो पदयात्री समूहको यस यात्राको संयोजक बालचन्द्र मिश्रज्यूलाई आफ्नो विषयवस्तुबारे मन्तव्य प्रस्तुत गर्न हामी हार्दिक अनुरोध गर्दछौँ। डाक्टर बालचन्द्र मिश्रजी। बालचन्द्र मिश्र कार्यक्रमको अध्यक्ष मित्र राष्ट्रिय व्यक्तित्व आदरणीय मोहन विक्रम शैली प्रचारक अध्यक्ष सांसद दुर्गा पौडेलज्यू, यहाँको विकास प्रेमी जनसमुदाय, विशेष गरेर म काइली आमैलाई सम्झिन्छु। उहाँको त्यो रक्सी विरोधी आन्दोलन प्युठानका धेरै महिलाले मुक्ति पाएको, जसलाई जे विषयले पीडा बनाएको हुन्छ त्यो मुद्दा उठायो भने एक गरले राजनीतिक मान्छेहरूले कस्तो मुद्दा उठाउने भन्ने कुराको बारेमा धेरै सिक्न सकिन्छ। अब त्यसै त गरिबी छ, पुरुषहरू रक्सी खाने र घरमा आएर श्रीमती कुट्ने, त्यो घर थेक्ने श्रीमती नै केटाकेटी परिवारका बर्बाद हेर्ने छ, अनि उनीहरूले नै दिनका दिन लात्ती खानुपर्ने, यो कति दिन सहने हो, उठ्नुपर्छ, त्यो गर्नुपर्छ। घर अनि हाम्रो घर भाँड्थ्यो, घर झगडा पाऱ्यो भने अझै भाँड्छु भन्दै अगाडि बढेर यहाँ रक्सी विरोधी आन्दोलन सफल बनाइसकेपछि यहाँका सबै महिलाहरूले तपाईँ चुनाव लड्नुपर्छ, तपाईँ आउनु पर्दैन, काइलियामै रक्सी विरोधी आन्दोलन यति दुईवटा हामीले जान यति, त्यसको आधारमा तपाईँको चिन्हमा झ्याप झ्याप भनेपछि अत्यधिक मत ल्याएर जित्नुभएको अघिल्लो पटक उपमेयर उहाँले पकाएको भात खाएर गएको म अघिल्लोचोटि है, उहाँप्रति विशेष सम्मान गर्छु। गाइलियामै यहाँको चर्चित गाइलियामै जिल्लाको चर्चित गाइलियामै जेपी माइली साइली काइली घाइली गुवाइली के भनिन्छ, 8-9वटासम्म गर्ने हाम्रो शब्द छ, त्यसमध्ये उहाँ 7औं गाइलियामा। अनि गाइलियामासँगै कुराकानी गरेको र अहिले यहाँ पर्यटन होमस्टेको बारेमा पनि छ। राजेन्द्र विक्रम दाई हुनुहुन्छ। यो ठाउँमा यो विकास अभियानलाई धेरै हिसाबले अगाडि बढाउने व्यक्तित्व पनि हुनुहुन्छ, विकास निर्माणसँग विभिन्न ढङ्गले सम्बन्धित पनि हुनुहुन्छ लगायत छ। मैले अघि नै अलिकति यो समय बचाएको चाहिँ यसलाई सजिलो होस् भन्नको लागि धेरै कुराहरू छैन। ट्युसन आउने हामी भनिसकेपछि अब अरू के काम गर्ने, के कुरामा केन्द्रित हुने, के लेख्ने भन्ने बारेमा अलिकति हामी सरसल्लाह गऱ्यौँ, काठमाडौँ गऱ्यौँ। अब हामी लेख्ने मान्छेलाई फेरि भाषण गर्न चाहिँ आउँदैन, समस्या यही हुन्छ। मनको कुरो अलिअलि व्यक्त गर्न सक्छौँ भन्नको लागि सकेसम्म त्यसलाई कलमबाटै राम्रो बनाउनु कोसिस गर्नु लाग्छ। यहाँ आउँदाखेरि पहिलो चरणमा हामीले छलफल गर्दाखेरि अलिकति केही ठाउँहरू केन्द्रित गरौँ भनेर ओखरकोट विकास परियोजनाले समेटेका क्षेत्रहरू भित्र के केन्द्रित हुने भनेर कुरा गर्दा मत्स्यमा केन्द्रित हुने यो एउटा पोइन्ट हो। तुसाराको कुरा थियो, अहिले यसलाई फाइनल गर्न बाँकी छ होला। स्नाथानको बारेमा थियो, त्यो रक गार्डन सिद्धिमान सरले त्यहाँ गाइड गर्नुपर्छ, असाध्यै सुन्दर छ, त्यहाँ गएर हेर्नुपर्नेछ। कौछेको वडा थियो, झाँक्री थान थियो, बरार थान थियो, अनि चौकी गुफाको वडा चौकी वडाको गुफा थियो, भेडी राख्ने चौर थियो, त्यसपछि स्वर्गदारी त्यसमा जोडिनु भइहाल्यो। पहिलो चरणमा हामीले यसको कुरा यसरी गरेको थियौँ। अस्ति अलिकति यहाँ छलफल गर्दा छुटेको अथवा यसलाई मर्ज गर्नुपर्ने, मिसाएर जानुपर्ने विषयहरूभित्र अलिकति जाँदाखेरि झिमरुक चाहिँ सुशासनमा यो उत्कृष्ट नमुना देशभित्र देखायो भने त्यसबाट सिक्ने विषयलाई एउटा छुट्टै विषय शीर्षक बनाएर केन्द्रित हुनुपर्छ कि भन्ने कुरा आयो। यहाँ झिमरुक र गौमुखी दुईवटा छ, त्यसमध्ये गौमुखीभित्र चाहिँ पर्यटनको सम्भावना के भनेर पर्यटनका विभिन्न पक्षहरूको बारेमा कृषि पर्यटन, पर्या पर्यटन, साहित्यिक पर्यटन, राजनीतिक पर्यटन सबै हुनसक्छ पर्यटनभित्रका विषयहरू, त्यो विषयलाई अलिकति थप्ने भन्ने कुरा आयो। स्नाथानको पूजाको विशेष विधि छ र त्यो प्रागैतिहासिक कालसँग अहिले हाम्रो अध्यक्ष शीतल दाइले बोल्नुभएको कुराहरू त्यससित धेरै जोडिन्छ। यसलाई चाहिँ त्यहाँका पुजारीहरू, त्यहाँका भक्तजनहरू, स्थानीय समुदायबाट चाहिँ हामीले लिएर लिपिबद्ध गर्न पाइयो भने त्यो यहाँको लागि पनि इतिहास बन्छ, हामीलाई पनि लेखन विषयवस्तु बन्छ र एउटा इतिहास संरक्षणमा संस्था पदयात्रा नेपालको तर्फबाट संस्थागत योगदान पनि हुन्छ कि भन्ने यसरी पनि कुराहरू आएको छ। विशेष गरेर अब यो
दलित जातिको एउटा संस्कृति संस्कार इतिहासको पाटो यहाँनिर चाहिँ जोडिएको छ त्यो सबै छ देशभरि सबैतिर छ यहाँको विशेष खालको छ त्यसमा चाहिँ केन्द्रित भएर गइयो भने यसरी केन्द्रित गर्दाखेरि यो दलितको विषय अध्ययनको विषय हो र हामीले यसलाई सुरु गर्नुपर्छ भन्दा त्यसले दुईटा मद्दत गर्छ एउटा त्यहाँभित्रको एउटा जागरण आउँछ जाति हिसाबले चाहिँ पछाडि परेको पारिएको जुन पक्ष छ त्यसको त्यो कुरा होइन भन्ने कुरा आउँछ एउटा पाटो उहाँहरूमा चेतना र आत्मबल विकास हुन्छ अर्को भनेको हामीले विकासभित्र समग्र पक्षभित्र त्यो पनि हो हामीले चाहिँ यहाँ सडक कतिवटा बन्यो पुल कतिवटा बन्यो मेरो घर अगाडि चाहिँ पुल बन्यो कि बनेन मेरो भन्ने कुरा मेरो छोराले जागिर पायो कि पाएन भन्ने मात्रै विकास रहँदैन यी कुराहरूको बारेमा पनि हुन्छ त्यसरी जानुपर्ने छ रक गार्डनको बारेमा मैले भनिहालेँ अनि एउटा के हुन्छ भने अहिले घनश्याम दाइले गाउँदाखेरि हामी एकजनाले प्रभावित भयौँ त्यो गीत फेरि भन्नुहोस् त भन्यो भने हामी धेरै कुराहरू भन्न सक्छौँ झन् आदि दोहोऱ्याउन सक्छौँ होला त्यो लयको त्यो प्रभाव हुन्छ जबकि त्यही कुरालाई मन्तव्यमा भन्दाखेरि बुझा बुझा सम्झिन्छ त्यसलाई अलिक अनुभूति गर्नुपर्छ त्यस कारणले गर्दा एउटा काव्यको हिसाबले ओखरकोटलाई चाहिँ एउटा गीति काव्य खण्ड काव्यको रूपमा समग्र ओखरकोटको परिचय अझ प्युठान जिल्लाकै परिचय बनाउनु पाए हुन्थ्यो कि भन्ने प्रस्ताव पनि यहाँ आएको भन्ने सुनि भरे हामी छलफल गर्छौँ हामीसँग छन्दमा लेख्ने लयमा लेख्ने साथीहरू हुन्छ इन्फर्मेसनहरू पर्याप्त जुटाउन सक्यो भने त्यो झन् सुन्दर एउटा माला बन्छ अहिले माला लगाइदिनुपर्छ विभिन्न चिज जोडेर यति सुन्दर भएको छ योभन्दा 100 गुणा सुन्दर चाहिँ त्यो बन्न सक्छ त्यसको पनि यहाँ प्रस्ताव आएको थियो त्यसपछि एउटा ऐतिहासिक यहाँको किसान आन्दोलन छ फागुन 24 को त्यो इतिहास संरक्षण लिपिबद्ध भयो भने हराउँछ नयाँ पुस्ताले त्यसबाट सिक्नु पर्ने छ त्यो पाटो छ विशेष गरेर अब यो खस जातिको चाहिँ एउटा सिजाको कुरा जोडिएको छ सिजामा केन्द्रित रहेन त्यहाँबाट फैलिँदै आएको छ त्यसभित्र यो प्युठान जिल्लाभित्रको चाहिँ खस जातिको इतिहासको पाटोको बारेमा पनि जानुपर्छ भन्ने छ अनि झिमरुको समग्र विकासभित्र शिक्षाको एउटा पाटोलाई चाहिँ केन्द्रित गर्नु पाए हुन्थ्यो भने पनि आएको छ यसरी केही विषयहरू थप 8-9वटा विषय प्रस्तावित पनि भएको छ पुरानो 5-6वटा विषय छन् हामी 28 जना आएका छौँ अहिले हामी एकछिन यो औपचारिक कार्यक्रम सकिसकेपछि बसेर छलफल गरेर त्यसलाई विषयहरू अलिकति मर्ज गर्नुपर्ने हाम्रो मिलाउनु पर्ने गरेर अनि सेक्टर विभाजन गरेर यहाँ साथीहरूले भन्नुभयो हुन्छ व्याख्या अहिले गर्नु होला हामी त्यसलाई पुग्यौँ र त्यसरी चाहिँ हामी ग्रुप छुटिएर जान्छौँ हामी हेर्ने भनेर यहाँका रमाइला दृश्यहरू मात्रै हेरेर अनि फोटो खिचेर त्यो फोटो आहा मेरो कस्तो राम्रो आज पिठानको भनेर देखाउनको लागि आएको होइन त्यसो गर्ने इच्छा पनि छैन हामीलाई हामीले हेर्ने भनेको चाहिँ हृदय छामेर हेर्ने हो त्यहाँभित्रको मान्छेको हृदयसम्म पुगेर के छ केलाएर त्यसलाई हामीले कति कलात्मक ढङ्गले मान्छेको मन छुने ढङ्गले लेख्न सक्छौँ त्यति नै हो हामीले हेर्ने कुराहरू त्यो ठाउँमा तपाईँले लैजानु होला तपाईँले हेर्दा यो सामान्य कुरा यस्तो पनि हेर्ने होला भन्ने हुन्छ तर हामीले यहाँ भेट्छौँ तपाईँले देख्ने कुराहरू लेख्नुपर्ने कुराहरू तपाईँहरूलाई के विषयले छोएको छ राम्रा कुरा होइन छोको कुरा यो सुधार्नुपर्ने कुराहरू उठाउनुपर्ने कुराहरू हामीसँगका गौरव पक्षका कुराहरू इतिहासका कुरा लोप हुन लागेका कुराहरू यी कुराहरूलाई चाहिँ नछुटाइकन हामीलाई भनिदिनु होला तपाईँहरूले भनेको कुरा सबै त्यहाँनिर नपुग्न सक्छ हामी आउँछौँ भेट्न भने तपाईँहरू पढेर त्यतिमिति कन्टेपाएर बस्नु भएको पनि छैन हामीले अन्तर्वार्ता ल्यायो भने नि भन्दाखेरि अल्मलिन्छ अकमकिन्छ तर नपुगेको कुराको बारेमा पनि फलानु मान्छेले यहाँ लेखेको थियो फलानु किताबमा पाइन्छ फलानु वेबसाइटमा पाइन्छ फलानुको फोन नम्बर यति हो अझै अर्को चिज म सम्झेर नाम भन्छु भनेर यसरी भए पनि त्यसलाई पूर्णता दिनुपर्छ हामीले भनेको कुरा खोजेको कुरा त्योमा एकैचोटि पूर्णता नहुन सक्छ त्यसैले गर्दा हराउँछ केही नहुने भन्दा यहाँ चाहिँ यो पटकमा हामीले केही गर्छौँ त्यसको सिकाइ परिणाम कस्तो आउँछ त्यसको आधारमा फेरि अर्को ढङ्गले गरौँला हुन त यही हो र अहिले तपाईँहरूले यसरी यो आफ्नै हातले गाँसेका मालाहरू लगाइदिएर हामीलाई हाम्रो अनुहारै देख्नु भएको छैन तपाईँले यति सुन्दर माला लगाउन लायकका योग्य मान्छेहरू नै आउँदैछन् है भनिसकेपछि त्यो तपाईँहरूले दिनुभएको जुन विश्वास छ त्यो हाम्रो लागि एउटा ठुलो भारी गर्नु भारी खेल्ने हैसियत हाम्रो लागि चुनौती पनि हो हामी त्यो चुनौती सामना गर्ने प्रयत्न गर्छौँ धन्यवाद यो हाम्रो यात्रा कस्तो रह्यो त उहाँले समग्रमा सार संक्षेप प्रस्तुत गर्नुहुनेछ डाक्टर बालचन्द्र मिश्रज्यू धन्यवाद हाम्रो महासचिव कन्या भेटवाल सर यो उद्घोषणबाट पनि तपाईँहरूले कार्यक्रम चलाउँदा सिक्नुभयो होला छोटो गर्नु पर्यो भने मान्छेलाई बोलाउँदाखेरि अगाडि पछाडि कसरी मिलाउँदाखेरि यसको क्रोनोलोजी पनि मिल्छ कार्यक्रम छोटो बनाउन सकिन्छ भने यो एउटा स्किल पनि हामी काम गर्दै सिकिरहेका छौँ कार्यक्रमका अध्यक्षता गरिराख्नुभएका यस पालिकाका उपमेयरज्यू यहाँ संलग्न यो पालिकालाई सबल बनाउन लाग्नुभएका अरू जनप्रतिनिधिहरू प्युठानको
को हाम्रो एउटा साहित्यिक मित्रता जसको आडमा जसको संयोजनमा जसको सरसल्लाहमा हामी यो भ्रमण कार्यक्रम गरिरहेका छौँ साहित्य परिषद प्युठानका पदाधिकारीहरू अलिकति पछाडिको सन्दर्भ जोड्नु भएको थियो हाम्रो समीर सिंहजी मेरो मित्र पनि हो हामी प्राध्यापनमा सँगै पनि छौँ उहाँले यसरी संयोजन गर्न प्रयास गरिएको छ भन्नुभएको थियो आउने अघिल्लो दिनसम्म हामीलाई गाइड गरिराख्नु भएको थियो हजुर प्रमुख अतिथि पनि यहाँ रहनुभएको छ हाम्रो प्युठान साहित्य परिषदको ध्रुव सर अध्यक्षता गरिराख्नु भएको छ अलिकति संयोजनको पाटोको बारेमा हामी बाटोमा गर्दै आएका हौँ मूलत 92 वर्षको उमेरमा साहित्य सिर्जना समाज रूपान्तरण एउटा विकासको भिजन यी महत्त्वपूर्ण पक्षहरूलाई सँगसँगै लिएर हिँड्ने असाध्यै जागरुक व्यक्तित्व आदरणीय मोहन विक्रम सिंह साहित्यकार मोहन विक्रम सिंह हामी असाध्यै प्रभावित भयौँ हामी एक हप्तासम्म उहाँसँग सँगसँगै रहेका छौँ आज हामी बिदा हुन्छौँ बिदा हुँदा पनि आधी बाटो सायद हामी सँगै जान्छौँ हामी धेरै सिकेका छौँ र मूलत उहाँको साहित्य सिर्जनाको पाटोको बारेमा हामीले सँगै हिँड्दाखेरि उहाँसँग धेरै अनुभव आदान प्रदानहरू गऱ्यौँ सँगसँगै यो 92 वर्षमा पनि यतिकै सक्रिय रहन सक्ने उहाँको सुस्वास्थ्यको रहस्य उहाँको आत्मअनुशासनको कुराहरू यो पनि हामीले धेरै सिकेका छौँ सोधेका छौँ त्यसैले हाम्रो लागि धेरै अर्थमा उहाँ प्रेरक हुनुभएको छ विद्यालयका प्रहर र विद्यालयका अरू शिक्षकहरू र विद्यार्थी भाइ बहिनीहरू यो बाल संस्कृत माध्यमिक विद्यालय यो स्वर्गद्वारी असाध्यै पवित्र भूमिमा म तेस्रो पटक आइपुगेको हुँ तर यसरी तपाईँहरूसँग बसेर साहित्यिक कार्यक्रम गर्ने ढङ्गले विद्यालयमै चाहिँ आएको यो पहिलो पटक हो मैले अलिकति जानकारी गराएँ म त यो साहित्य परिषद प्युठानको सँगको समन्वय र ओखरकोट एकीकृत ग्रामीण विकास सेवा समिति जुन छ यसले गौमुखी पालिका र झिमरुक पालिका दुईवटा पालिकालाई केन्द्रित गरेर नेपालमा एउटा विकासको मोडेल देखाउने प्रयत्न गरिरहेको छ त्यो मोडेलबाट म अलिकति प्रभावित भएर योभन्दा अघिल्लो पटकको मेरो यहाँको भ्रमण चाहिँ त्यो विकासको मोडेलको अलिकति अध्ययन भ्रमण पनि थियो र त्यो भ्रमणबाट म अलिकति प्रभावित भइसकेपछि म यो स्रष्टा पदयात्रा नेपालमा संलग्न भएको कारणले यसका बैठकहरूमा यसका कार्यक्रमहरूमा मैले प्रस्ताव राख्ने गर्थेँ हामी विभिन्न ठाउँमा जान्छौँ भने त्यहाँ पनि जाउँ त्यहाँ सुशासनको एउटा मोडेल छ यहाँ हाम्रो देशमा जताततै ढुङ्गा पहाडहरू छन् त्यो ढुङ्गालाई पनि व्यवस्थित गरेर पार्क बनाउने एउटा अर्को खालको मोडेल छ त्यहाँका हाम्रो चाहिँ मूर्त र अमूर्त सम्पदाहरूको संरक्षण इतिहासका बारेमा बेग्लै मोडेल छ 2224 राज्यहरूको इतिहास जाट राजाको इतिहासको बारेमा जिल्लाको राजनीतिक इतिहासको बारेमा जिल्लाको राजनीतिक जागरणको बारेमा अध्ययन गर्नुपर्ने विषयहरू थुप्रै छन् किनभने म 2007 सालदेखि 7 सालभन्दा अगाडिको अथवा भन्ने हुने राणाकाल पञ्चायती काल र त्यसपछिको बिचको अवधि र यो सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भइसकेपछिको अवधि यो चारवटा अवधिलाई म अलिकति राजनीतिक क्षेत्रको राजनीतिक शास्त्रको विद्यार्थी पनि भएको हुनाले त्यो ढङ्गले अध्ययन गर्दाखेरि राणा शासनको विरुद्धमा पनि यो प्युठान जिल्लाबाट धार्मिक आवरणमा त्यो आन्दोलनलाई अगाडि बढाउने जनतालाई सचेत बनाउने कामहरू यहाँका गिरीहरू आदरणीय उहाँहरूले चाहिँ विभिन्न पुस्तकहरू मार्फत गर्नुभएको कुराहरू चाहिँ त्यहाँ थियो त्यो चिजहरू हामी खोज्न भेट्न सक्छौँ त्यसपछि सालको क्रान्तिमा यो प्युठान जिल्लाले सँगसँगै जोडिएको अरू सल्यान र लगायतका जिल्लाहरूलाई मुक्त बनाउनको लागि यहाँका जनताहरू एउटा लडाकु फोर्सको रूपमा आफ्नो जीवनलाई चाहिँ हत्केलामा राखेर एउटा बलिदानी शहीदको रूपमा हिँड्नुभएको अर्को इतिहास रहेको छ 7 सालदेखि 17 सालसम्मको अवधिमा पनि एउटा निर्वाचन सँगसँगै जाने आफ्नो सङ्गठन अभियानलाई विस्तार गर्ने ठुल्ठुला चाहिँ किसान आन्दोलनहरू भएको यो खालको अर्को इतिहास रहेको छ 17 साल पछाडि धेरै मान्छेहरू त्यति बेलाको शासन व्यवस्थासँग सरेन्डर गरेर त्यहीँका पदहरू खान जाँदाखेरि त्यसरी हामी जाँदैनौँ हामी राज्यको लागि मुलुकको लागि स्वतन्त्रको लागि हिँडेको भनेर जीवनभर चाहिँ आफ्नो आदर्शमा टिकिरहने व्यक्तित्वहरू भएको अर्को इतिहास रहेको छ 2046 सालको ऐतिहासिक परिवर्तनमा
राष्ट्रिय स्तरमै योगदान गर्ने त्यति बेलाका चाहिँ आन्दोलनकारी शक्तिहरूको मोर्चाको नेतृत्वमा रहने शक्ति पनि यो जिल्लासँग भेटिएको छ। त्यस पछाडिको स्थिति पनि त्यसरी छ। मैले धेरै व्याख्या गर्दा लामो हुन्छ। यो ढङ्गले हेर्दाखेरि प्युठान जिल्लासँग हामीले सिक्ने कुराहरू धेरै छ। यहाँका वनपाखाका जडीबुटीदेखि लिएर यहाँको एउटा ढुङ्गालाई एउटा बोट बिरुवालाई संरक्षण गर्ने कुरादेखि लिएर यहाँ विद्यालयहरू स्थापना गर्ने कुरादेखि लिएर यहाँका चाहिँ हरेक कुराहरूको मूर्त अमूर्त सम्पदादेखि लिएर यहाँको चाहिँ यो स्वर्गद्वारी जस्तो एउटा गौरवपूर्ण ठाउँ हो, पवित्र धरतीको संरक्षण र यहाँ चाहिँ एउटा संस्कृत भाषा संस्कृतिको चाहिँ विकास गर्ने हाम्रो पूर्वीय साहित्यको पूर्वीय दर्शनको चाहिँ प्रवर्धन गर्ने प्रयत्नमा यहाँ भइरहेको हामीले सिक्नुपर्ने कुराहरू धेरै छ भनिसकेपछि यो पटक हामीले यो यात्रालाई चाहिँ यहाँ प्युठानलाई चाहिँ हामीले यात्रा गन्तव्य बनाएका थियौँ र यो हाम्रो आदरणीय अध्यक्ष शीतल गिरी राईले आफ्नो मन्तव्यको क्रममा भनिसक्नुभएको छ। हामीले पुरै सहयोग प्राप्त गरेका छौँ। हामी असाध्यै प्रभावित भएका छौँ र हामी आफ्नो सिर्जना मार्फत आफ्नो लेखनी मार्फत यो गुण तिर्ने यो प्युठानलाई सम्झाउने प्रयत्न गर्नेछौँ। यो लिपिबद्ध भइसकेपछि त्यो एउटा इतिहास बन्नेछ, धेरै पाठकहरूले पढ्नेछन् र लिपिबद्ध गर्नको लागि हामीले सीमित समयमा खोजेका इन्फर्मेसनहरू कतिपय अपूर्ण हुन सक्छन्। त्यस्तो अवस्थामा हामी तपाईँहरूसँग पुनः सम्पर्क गरेर त्यसलाई भेरिफिकेसन गर्ने, त्यसलाई अझ सत्यापन गर्ने, अझै थप सूचना सामग्रीहरू लेख्ने आदि कामहरू पनि गर्नेछौँ र केही समय लगाएर एउटा भोल्युम एउटा चाहिँ छुट्टै पुस्तक यहाँको चाहिँ यो आज हामीले यहाँ प्राप्त गरेको चौकोट देवी जस्तै एउटा प्युठानको चाहिँ हाम्रो स्रष्टा पदयात्रा भ्रमण विशेषाङ्क यहाँ तपाईँहरूको हातमा फेरि विमोचन गर्ने कुनै दिन आउनेछ। त्यति बेला हामी फेरि यहाँ आइपुगेको पनि हुन सक्नेछौँ आफ्नो ढङ्गले वा संस्थागत ढङ्गले यो कुरासम्मको जानकारी गराउँदै र यो विद्यालयको प्राङ्गणमा यति महत्त्वपूर्ण कार्यक्रमको आयोजना गर्नुको लागि सबै खट्नुभएका मद्दत गर्नुभएका विद्यालय परिवार साहित्य परिषद प्युठान स्रष्टा पदयात्रा नेपालसँग जोडिनुभएका सहकर्मी संस्थाहरू र यहाँका आदरणीय राजनीतिक सामाजिक अभियन्ताहरू सबैप्रति आभार व्यक्त गर्दै सबैलाई धन्यवाद दिँदै र विशेष गरेर साना भाइ बहिनीहरू तपाईँहरूको ध्यान अलिकति केन्द्रित गरे। तपाईँहरूले विद्यालयमा कोर्समा पढ्नुहुन्छ, साहित्य पढ्नुहुन्छ, नेपालीमा विभिन्न चिजहरू, त्यसको बारेमा त्यस्तो साहित्यहरू लेख्न सिकाउने सिर्जना गर्ने सहयोगहरू यहाँहरू आउनुभएको छ। उहाँहरूको आउने तरिका कस्तो हुँदछ, लुगा कस्तो लाउनुहुन्छ, कसरी प्रस्तुत हुनुहुन्छ, अहिले तपाईँहरूले यति कुरा सिक्नुहुन्छ। सायद हिजो अस्ति मैले जानकारी पाएअनुसार तपाईँको विद्यालयमा एउटा क्लास पनि भएको छ साहित्य सिर्जनाको सन्दर्भमा। यो कुरालाई सम्झिराख्नु होला र यस्तै कार्यक्रमहरू अरू पनि आयोजना गर्नको लागि हेड सरहरूलाई घचघच्याउनु होला। तपाईँहरूलाई यो अलिकति उत्साहित पनि बनाउँदै अनुरोध पनि गर्दै म आफ्नो मन्तव्य यहीँ टुङ्ग्याउन चाहन्छु। धन्यवाद, नमस्कार। धन्यवाद डाक्टर बालचन्द्र मिश्र।